हेलो वेलकम टु माई न्यू भिडियो। सबैजनालाई मेरो भिडियोमा स्वागत छ। केही नभनिकन सिधै गेममा प्रवेश गरौँ। आजको गेमको नाम छ लास्ट आइसल्यान्ड अफ सर्भाइभल गेम प्ले। घोडा खेल्न जाँदैछु। आज चाहिँ घोडालाई गएर क्याप्चर गर्नुपर्ने हुन्छ। पहिले यो चाहिँ क्राफ्ट गरौँ। यो वाला क्राफ्ट गरौँ पहिले। ओके, यति नै रहेछ है यो चाहिँ। अब यसलाई यता राखेर यो फेरि यहीँ रोकिदिउँ है। ओके, अब म चाहिँ आजको गेम प्ले भनेको घोडा खोज्नको जाँदैछु है। आजको बेस चाहिँ यस्तो छ है, नर्मल छ। जान्छु गन त रिलोड गरौँ। त्यही एनिमी आउन सक्छ। देख्नुभयो, एनिमी आइहालेको यार मार्नलाई। कोही माछाले यहाँबाट भाग्नुपर्ने हुन्छ। छिटोभन्दा छिटो मेरोको मारेगा। यसमा चाहिँ जम्बीहरू पनि हुन्छ है। जम्बी कुकुरहरू हुन्छ, भालु हुन्छ, घोडा हुन्छ, एनिमी हुन्छ है। सब थोक हुन्छ। ओके, यहाँबाट उडेर गए त म। आइयो, धेरै टाढा आइयो। तर फाइनली भेटियो है त। यसलाई चाहिँ 61 हाल्ने अनि यसलाई चाहिँ क्याप्चर गर्नुपर्छ है। भएन नै भागेको मासलाई हानेर मारौँ भन्ने पनि फेरि मरो हो नि। फेरि अर्को खोज्नुपर्छ। फाइनली क्याप्चर भयो है फाइनली। अब यसलाई चाहिँ यहाँबाट के खाना दिने हो। यहाँ केही छैन मसँग छनलाई त अहिले। यहाँ एसपी फुल छ, एसपी नि फुल छ। ड्रिङ्कको लागि पनि त्यस्तो त केही छैन। यो एउटा दिउँ न, बर्छ। ओके, के दियो मलाई? एसपीको लागि एउटा यो खुवाइदियो नि त। अब यहाँ सिटी बजाएपछि यसको लागि नि खाना पनि आयो। तर म चाहिँ अब पहिला आफ्नो बेसतिर हेर्नु न। कहाँ छ मेरो बेस? यहाँ छ। यहाँबाट वहाँ जाने हो। त्यही भएर अब पहिला चाहिँ आफ्नो बेसतिर फर्किनु पर्ने हुन्छ। म चाहिँ यो केही पनि
ओए म फेरि उतै आएछु फाइनली आफ्नो बेसतिर आइसकेको छु है म चाहिँ तर यहाँ चाहिँ एउटा मान्छे रहेछ है यसलाई चाहिँ जहाँ पाए त्यही सोच्छस् भाइ यहाँ झरे यसलाई भनौँ यहाँ चाहिँ बिहान भएको रहेछ है तल्लो बिहान भयो बिहान घाम निस्केको छ हेर्न सकिन्छ है मेरो बेस चाहिँ छोटो मिठो बेस छ है ओए यहाँ बिजी घोडाको लेभल बढाउनको लागि यो कति बढो 20 29 डन अनि अझै यो पनि हाल्दैन डन ओके आजलाई चाहिँ यति नै है भिडियो चाहिँ अरु भिडियो फेरि तपाईहरुको माया सपोर्ट देखाउनु भयो भने आउँछ आजलाई चाहिँ यति नै गरौँ नेक्स्ट भिडियो फेरि आउँछ ओके बाइ बाइ ढोका बन्द भइसकेको छ बाइ बाइ